लो साथीहरू, तपाईहरुलाई @mathematics 9696 मा धेरै स्वागत छ साथीहरू। आज हामीहरूले म्याथको एउटा यसरी एकदम हार्ड हुने प्रश्न जस्तै रहेको यो प्रश्न लिएर आएको छु साथीहरू। यसमा दिएको छ ट्रायंगल ABC has AB equals to 27, AC equals to 26, BC equals to 25. Let I be the intersection of the internal angle bisector of triangle ABC. What is the value of BI भनेर छ साथीहरू। अनि त्यसको अप्सनहरू 15√3, 9√2, 15 and 18 अप्सन दिएको छ साथीहरू। यसलाई हामीहरू यसरी इन सर्कल सेन्टर बनाएर हामीहरूले यसलाई सोल्भ गर्छौँ साथीहरू। आई भनेको इन सर्कल सेन्टर हो, त्यसको मान हामीले BI को मान पत्ता लगाउनु छ है साथीहरू। यसलाई हामी एकदम सजिलै तरिकाले यसलाई हामी बनाउँछौँ साथीहरू। यो भिडियोलाई अन्तसम्म हेर्नु होला, कहीँ नै नगएर एकदम राम्रोसित ध्यानपूर्वक हेर्नु होला। एकदम मजाले यसलाई हामी बनाउन सक्छौँ साथीहरू है। अब हामीले भिडियोलाई सुरु गर्छौँ साथीहरू। त हेर्नुस् त साथीहरू, यो के हुन्छ भने मेडियन हुन्छ। यो आई यो सेन्टरबाट मेडियनमा ड्रन गरेको लाइन के हुन्छ भने साथीहरू यो परपेन्डिकुलर ड्रन हुन्छ। अनि यो मेडियन पनि हुन्छ यो लाइनको, यो माथिको भर्टेक्सबाट ड्र गरेको हुन्छ भनेपछि साथीहरू यो ठ्याक्कै मिड भनेपछि यो के हुन्छ त सेन्टरमा हुन्छ। अर्को के हुन्छ भने साथीहरू यो सेन्टरबाट ड्र गरेको परपेन्डिकुलर लाइन यदि छ भने हामीले सर्कलको थ्योरममा के पढेको छ भने एक्सटर्नल पोइन्टबाट साथीहरू के हुन्छ भने कुनै सर्कलको कोड ड्र गरेको छ भने त्यो कोडसम्मको दूरी, यो दूरी र यो दूरी के हुन्छ आपसमा बराबर हुन्छ। त्यसैगरी यो दूरी र यो दूरी के हुन्छ साथीहरू आपसमा बराबर हुन्छ। भनेपछि यताबाट पनि यसले ड्र गरेको छ भने यो साइड र यो साइड के हुने भयो त साथीहरू बराबर हुन्छ। मानौँ म साइड AD लाई है साथीहरू, AD लाई x माने भने यो AF पनि कति हुने भयो त AD यदि x भयो भने साथीहरू AF पनि कति हुने भयो त x नै हुने भयो। किनभने एक्सटेरियर पोइन्टबाट एउटा कोड ड्र गरेको छ भने। अनि साथीहरू यो एक्सटेरियर पोइन्टबाट यसरी भएको छ हैन। अब यो कोडहरू इक्वल भयो, त्यसो भए AD र AF को मान बराबर हुन्छ। त्यसैगरी यताको हुन्छ BD इक्वल्स टु BE को मान पनि आपसमा कति यता 20, यो त टोटल 27 हो, टोटल 27 भएपछि यो x हुँदा यो कति हुन्छ 27 माइनस x हुन्छ। अनि यो 27 माइनस x भएपछि यता पनि कति हुन्छ त साथीहरू 27 माइनस x नै हुन्छ है त साथीहरू। त्यसैगरी यतापट्टि पनि हामीले त्यही गर्यो, यता यति मानेछौँ भने अब यताबाट हेर्दा यदि CF यो टोटल कति हो त साथीहरू, यो टोटल कति हो भने 26 हो साथीहरू। यो x भयो भने यता कति बाँकी रहन्छ FC को मान कति हुन्छ त 26 माइनस x हुन्छ। त्यही भएर साथीहरू FC यदि 26 माइनस x भए CE पनि कति हुन्छ त 26 माइनस x नै हुन्छ है त साथीहरू। अब साथीहरू हेर्नुस् त, अब हामीले त यो सबै मिलायौं र अर्को कुरा हेर्दाखेरि यो हामीले BC को मान कति लेखेका छौं त BC भनेको BE प्लस CE हुने भयो, BE प्लस CE हुने भयो। जबकि BC को मान हामीलाई अलरेडी थाहा छ साथीहरू। BC को मान कति छ त 25। अनि BE को मान हामीले यहाँ कति निकाल्यौ त B भनेको 27 माइनस x। अनि CE को मान कति निकालेछौं साथीहरू 26 माइनस x। अब हेर्नुस् त यसबाट हामीले x को मान पत्ता लगाउन सक्छौं। ल साथी हेर्नुस् त यहाँ कति आयो त CF CE यो सबै आपसमा बराबर हुने, AD इक्वल्स टु x, AF इक्वल्स टु x। किनभने एक्सटेरियर पोइन्टबाट यहाँ कोड ड्रन गर्दाखेरि यो दुवै भ्यालु बराबर हुन्छ। यदि यसलाई x मान्यो भने यो पनि x हुने भयो। यो टोटल 27 छ भने यो कति बाँकी हुने भयो त 27 माइनस x है साथी। यदि यो 27 माइनस x भयो भने यो पनि 27 माइनस x हुन्छ, किनभने एक्सटेरियर पोइन्ट कोड ड्रन गर्दाखेरि डिस्टेन्स इक्वल हुन्छ। त्यसैगरी यतातिर यो 26 हो टोटल भने है साथीहरू, यो 26 माइनस x हुन्छ। त्यही कुराहरू यहाँ हामी लेखेका छौँ र यो
BC बराबर के हुन्छ त BE प्लस CE। BE प्लस CE भएपछि BE प्लस CE र BC को मान 25 छ है साथी। अनि BE को मान 27 माइनस x। अनि त्यसपछि CE को मान कति हो त 26 माइनस x। त्यसलाई मान राखौँ साथी। अनि 25 अनि त्यतिर 27 र 26 जोड्दाखेरि कति आउँछ त 1353 माइनस 2x भनेपछि 2x इक्वल्स टु 53 माइनस 25 कति आउँछ साथीहरु भन्नुस् त 28 भनेपछि x इक्वल्स टु 28/2 इक्वल्स टु 14। x भनेको 14 आयो। x भनेको के हो त साथीहरु यहाँ हेर्नुस् त अनि साथीहरु यसरी हामीले x को मान निकालिसकेपछि AD को मान AD भनेको x हो x अनि AD को मान कति हुने भयो त x भनेको 14 हो। BD कति आउँछ साथी 27 माइनस x भनेको 27 माइनस 14 भनेको 13। त्यसपछि BE को मान कति आउँछ साथीहरु B भनेको पनि 27 माइनस x भनेको त्यो पनि 13 हुने भयो। अब यो CE कति हुने भयो साथीहरु त 26 माइनस x हो। त 26 माइनस 14 भनेपछि 12 अनि AF पनि x हो। त AF को मान पनि कति हुने भयो साथीहरु त AF को मान पनि 14 हुने। अनि साथीहरु अब हेर्नुस् त यो ट्रायंगलमा BID मा यो त राइट एंगल ट्रायंगल हो। यता पनि यो राइट एंगल ट्रायंगल बन्छ। यता पनि हामीले जोड्यो भने यता पनि राइट एंगल ट्रायंगल बन्छ। यता पनि हामीले जोड्यो भने यो पनि राइट एंगल ट्रायंगल चारैतिरबाट राइट एंगल ट्रायंगल बन्छ। भनेपछि साथीहरु हामीले यसबाट यो त रेडियस हो सर्कल को रेडियस हो। अनि यसलाई हामी पाइथागोरस मा राख्यो भने r² इक्वल टु के हुन्छ भने साथीहरु AD इन्टु BD इन्टु अब यताको यो बाँकी रहन्छ साथीहरु CE है। अनि त्यसको अपन हुन्छ AD² AD प्लस BD प्लस CE हुन्छ साथीहरु है। अनि यसको मानहरु हामीले राख्दै जाँदा यसको मान AD को मान कति छ साथीहरु AD को मान 14 BD को मान पनि 13 त्यसपछि CE को मान कति छ साथी 12 बाइ 14 प्लस 13 प्लस 12 यसरी गर्दाखेरि यो कति हुन्छ साथीहरु ल भन्नु। अनि के हुन्छ साथीहरु यो r² इक्वल्स टु यो सबै क्याल्कुलेसन गर्दा 56 आउँछ। अब हेर्नुस् त साथीहरु यो त राइट एंगल ट्रायंगल हो। राइट एंगल ट्रायंगल भएपछि यो के हुन्छ साथीहरु यो हाइपोटेनियस हो। BI भनेको हाइपोटेनियस अनि BI को मान हामीले हाइपोटेनियस पाइथागोरस ले निकाल्दाखेरि के हुन्छ साथीहरु p² प्लस d²। BI भनेको के हो साथीहरु BI इक्वल्स टु रुट अन्डर r² प्लस bd² हुन्छ साथीहरु है r² प्लस bd²। अब r² को मान त हामीलाई थाहा छ साथीहरु r² भनेको 56 हो। अनि प्लस BD भनेको कति हो साथीहरु 13 अनि 13 को स्क्वायर अब कति हुन्छ क्याल्कुलेसन गर्नु त साथीहरु यो सबै क्याल्कुलेसन गर्दै जाँदा 15 आउँछ साथीहरु। त्यही भएर यो क्वेशन को अप्सन नम्बर C यसको सही आन्सर हो। हस् त धन्यवाद साथी।